लामो समयसम्म यति धेरै व्यस्त हुनुभयो कि फेसबुक खोलेर हेर्ने समयसम्म तपाईलाई छैन। त्यस्तो अवस्थामा पनि तपाईको फेसबुकमा भने कन्टिन्यू पोस्ट भइरहने तरिका म तपाईलाई सिकाउँछु। त्यसको लागि तपाई शेड्युल पोस्ट गर्नुपर्ने हुन्छ। यहाँ जानुस्, यहाँ पोस्ट, अब तल यहाँ देखायो, यहाँ ग्यालरी, यहाँ फोटोहरु राखेको छु। ल यो फोटोलाई चुज गर्यो। त्यस पछाडि अब यसरी मैले क्याप्सन लेखेँ हैन, यहाँ तल पनि लेखिसके आफ्टरनुन भनेर। अब यसलाई हामीले नेक्स्ट गर्ने। त्यस पछाडि शेड्युलमा जाने अनि अब फेरि त्यस पछाडि शेड्युल फर लेटर मा क्लिक गर्ने अनि अब यहाँ डेट चुज गर्ने। मैले आजैको आफ्टरनुनमा गर्छु। ल मैले आज 30 तारिक ओके गरे। अब कति बजे गर्ने यहाँ टाइम आयो। मैले चाहिँ 12:17 मा ओके गर्दिए र मैले यसलाई ओके गरे। अब यो हाम्रो शेड्युल पोस्ट। त्यस पछाडि यसलाई डन गर्ने। त्यस पछाडि शेयर गर्दिने।